हामी चाहिँ आज जिम आयौँ लेग डे गाइज आज सिधै तेरो दाइ केही गर्ने भनेर सोच दिमाग नभएर त्यही एउटा जिम जानु भनेर आजसम्म भिडियो कल ओछ्यानमा बसेर भिडियो कल गरेर बस्छ साथी अब यो सबैजना होइन अब यो उड्दा त अब गु पनि पाउँदैन कि यो उड्दा कुकुरले गु खाइसके हुन्छ कहाँबाट पाउँछ अब हेलो गाइज वेलकम टु माई भिडियो आज चाहिँ मेरो लेग वर्कआउट क्वाड्स फोकस लेट्स डु है त एक्सर्साइज के भन्नुभएको त ल भन्नु फेरि हामीले चाहिँ भर्खर एप्स र वार्मअप सिद्धायौँ सो अब हामी चाहिँ स्क्वाडबाट एक्सर्साइज सुरु गर्छौँ यो त कस्तो च्यातिन्छ जस्तो लाग्ने चढाएको तलबाट च्यातिन्छ सो आज चाहिँ मोस्टली हामी स्क्वाड हान्छौँ स्क्वाडको क्यापेसिटी बढाउनलाई लास्ट टाइम हामीले स्क्वाडमा जति वेट हाल्यो त्योभन्दा अलिकति बढी हाल्छौँ सपोर्ट लिएर लास्ट सेटतिर बरु स्क्वाडको सेट चाहिँ हामी अहिले 3 सेटमा छ 4, 5 सेट गर्छौँ सुन पावर भएर यो गर्ने थियो तैँले होइन के गर्ने रे गर्ने के यो लाएर ए अस्ति यत्रो ठाउँमा झुन्डा गरेको छु फुलको होइन अहिले अस्तिको पालि चाहिँ हामीले यो ठ्याक्क 100 केजी हालेको थियो आज चाहिँ 5 केजी अलिकति बढाएर हान्ने आज स्क्वाडलाई अलिक फोकस गरेर बरु अलिकति धेरै गर्ने हाम्रो फर्स्ट सेकेन्ड थर्ड अब यो चाहिँ 4th सेट हुन्छ Nice and easy. Go. Control. Core tight, hard, tight, छाती tight. Tight. Nice. सो अहिले चाहिँ 3 रेपिटेसन भए पनि हाल्यो पहिला चाहिँ 2 हानेको थिएँ क्यारे मैले त्यसरी नै रेपिटेसन बढाउँदै जाने अनि अब चाहिँ वेट बढाउँछौँ 10 केजी अगेन अनि बरु 1 रेप भइ नै हान्छौँ कार्बोहाइड्रेट कम छ अरे सो हामीले भर्खर स्क्वाड सिद्धायौँ उहाँले सपोर्ट दिएर मात्र पोसिबल भयो नत्र भए त सकिँदैन थियो होला अब लेग प्रेस हान्छौँ हेभी लेग स्क्वाड सिद्धियो अब लेग प्रेस डु लेग प्रेस हामीले चाहिँ बरु वेट हेभी हान्ने तर रेपिटेसन चाहिँ थोरै हान्ने हेभी हान्ने तर रेपिटेसन चाहिँ थोरै हान्ने पारामा गरिरहेछौँ है रेपिटेसन त्यस्तै 4, 3 एकदम हेभी हान्दा छ तर रेपिटेसन चाहिँ कम होइन क्या
पठाउने कि पढाउने यस्तो यो त ठिकै छ मुनि आउँदा चाहिँ पठाइदिनु ए जब पर्छ फिल हुन्छ अनि टो चाहिँ यस्तो गरौँ कि पर्दैन जस्तो आफूलाई ठिक लाग्छ डाउन डाउन पुरा 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 अझै अझै आएकै छैन त्योभन्दा गर्दा त यो उठ्छ क्या मेरो केही फरक पर्दैन हो केही फरक पर्दैन किनकि मेसिन त्यस्तो छ नि हो अझै अझै वाइट ठुलो जाने बानी रहेछ अनि यहाँ घटक्क गर्छ कि त्यही भएर मैले अलिकति यसरी राख्छु अलिकति वाइट है अझै अझै ल ल ल यो साइड साइडमा अझै डाउन 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 ये ओ मिठो बाबा आत्था दादा अब फेरि हान्छु एकछिन फेरि हान्छु म फेरि हान्छु मैले बुझेँ अब चाहिँ ल अब हान्छु है त फेरि म ल तर वेट घटाउनु पर्ने रहेछ घटक्क गर्छ कि मेरो सिधा गर्दाखेरि यस तलैसम्म ओ यो हुन्छ नि ज्याममा 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 टु थ्री 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 भन्छ यस फोर डाउन 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 अप कहाँ हुनु भयो पुरै खोलिसक्यो सुरुमा नराम्रो फर्ममा हान्दै थिएँ उहाँले सिकाउनु भएपछि चाहिँ फर्म राम्ररी हाल्नु मैले सो दिस इज लास्ट सेट यसमा चाहिँ अब गाड फाटिनेवाला छ जस्तो लागिरहेको छ तर गाड भन्न नहुने है मैले राजेश राजेश यता आउँदा तिम्रो बुझ है जाने तिमीलाई बोलाएको हेर तिम्रोलाई यता आउँदा तिम्रो एकछिन रेस्ट लिएर फेरि हान्छु हो एक हान्छु नि त छ्या यस्तो पेलेको ल 25 त अनि धेरै हुँदैन त है ल अब 25 हाल्नु भइसक्यो खुट हातले सपोर्ट लिएर होइन हाल्छु होइन अड्किने ठाउँ रहन्छ अर्को थप्नलाई त्यो एउटै थप्नु पर्छ यो त दाइले त लास्ट आज त्यसलाई त हन्नारै छोड्छु भोलिदेखि अर्को हान्ने नभन्ने त्यही गर्नु लाग्यो तपाईँले अझ तल जानुपर्ने म क्या पोल्यो यार दाइ यस यस सो हामीले चाहिँ लेग प्रेस सिद्धायो स्क्वाड सिद्धायो अब हामी बेन्च क्लाइम्ब हान्छौँ बेन्च क्लाइम्ब पनि अलिकति हाई एन्डमा राखेर लाइक दिस अलिकति माथि पऱ्यो यसरी यो र यो राखेर हाई एन्डमा राखेर हान्छौँ किनकि फुल स्ट्रेच फिल होस् भनेर तलदेखि माथिसम्म पहिला चाहिँ वेट बिना ट्राई गर्छौँ थर्ड सेट विथ 10 kg
सो हाम्रो 3टा एक्सर्साइज गऱ्यो 3टा एक्सर्साइज सुपर हेभी गऱ्यो हाई भोल्युम भन्छ कि हाई इन्टेन्सिटी भन्छ हाई भोल्युममा गऱ्यो एकदम हेभी तर थोरै रेपिटेसन हेभी वेटमा अनि अब चाहिँ हामी काल्फको स्ट्यान्डिङ काल्फ रेज गर्छौँ त्यो पनि यस्तो पोजिसनमा एउटा स्ट्रेट पोजिसनमा एउटा चाहिँ भी अनि अर्को चाहिँ यो यस्तो पोजिसनमा म चाहिँ जुत्ता खोलेर हाल्छु पोजिसन चेन्ज भीमा अब अब लास्ट पोजिसन यो चाहिँ हामीले 10-10 रेपिटेसन 10-10 रेपिटेसनमा पोजिसन चेन्ज गर्छौँ खतरा हुन्छ एज अलवेज हाम्रो लास्ट एक्सर्साइज चाहिँ टिबिएलएसै भन्छ क्या अरे खै हेर न है लास्ट एक्सर्साइज चाहिँ फर दिस पार्ट त्यसै गरेर आएर भनेर कहाँ छ होला है गर भने पनि कि सो आजलाई यति लेग वर्कआउट हामीले 3 सेट गऱ्यो तर लास्टै हेभी गऱ्यो बरु ल 3 सेट गऱ्यो हामीले 3 सेट लास्टै हेभी गऱ्यो लेगको लागि लेग प्रेस स्क्वाड 5 सेट लेग प्रेस 4 सेटै गऱ्यो 4 सेट होइन 3 सेट गऱ्यो होला त्यसपछि काल्फको लागि गऱ्यो पोजिसन चेन्ज गरेर त्यसपछि टिबिएलएसको लागि गऱ्यो अनि बेन्च क्लाइम्ब पनि गऱ्यो क्यारे त्यो गऱ्यो सो द्याट्स इट फर टुडे सी यु टुमोरो बाई बाई हेभ अ गुड डे